यहाँहरूलाई स्वागत छ मेरो युट्युब च्यानलमा। आज चाहिँ म हजुरहरूलाई चिकन बनाएर देखाउँदैछु। चिकन बनाउनुको लागि एउटा प्यानमा तेल बसाले, तेल तातिसकेपछि चाहिँ त्यसको माथिबाट जिरालाई लएर हाल्दिए। जिरा पनि फुरिसकेपछि मासुलाई लएर हाल्दिए। मासु हालिसकेपछि चाहिँ आज म प्याज पहिला नभुटिकन मासुलाई भुटेर बनाउँदैछु। हेरौँ है त कस्तो बन्दो रहेछ। मासु हालिसकेपछि एकछिन मासुलाई चलाएँ। मासुलाई भुट्नको लागि छोड्नु पर्यो नि हैन साथीहरू। मासु चलाइसकेपछि चाहिँ एकछिन मासुलाई चलाउँदैछु साथीहरू। मासु चाहिँ यसो भुटे जस्तो भएपछि एकछिन मासुलाई छोपिदिएँ। एकछिन छोपिसकेपछि फेरि चेक गर्नु पर्यो कतिको भएछ भनेर। फेरि यतिको भएछ। चलाउँदै बिचमा मासु एउटा उफ्रेर तल झऱ्यो। अलिअलि मासु भुटिसकेको जस्तो भएपछि त्यसको माथिबाट प्याजलाई हालिदिए। प्याज हालेपछि नि एकछिन चलाउनु पर्यो नि हैन साथीहरू। त्यस पछाडि फेरि छोपिदिए। एकछिन छोपिसकेपछि चाहिँ प्याज अलिअलि भुटे जस्तो हुन्छ नि हैन साथीहरू। तपाईँलाई लाग्न सक्छ कस्तो प्याज नभुटेको, तर मलाई चाहिँ अलि धेरै प्याज भुटेको मन नपर्ने भएर यतिको बनाएको ल साथीहरू। यतिको भइसकेपछि चाहिँ अब आफ्नो आवश्यकता अनुसार मसलालाई राखिदिँदैछु। मसला राखिसकेपछि बेसार राखेपछि आफ्नो आवश्यकता अनुसार नुन पनि राख्नु पर्यो नि साथीहरू। नुन चाहिँ आफ्नो आवश्यकता अनुसार राख्नु ल। कसैले धेरै खानुहुन्छ, कसैले थोरै खानुहुन्छ। आज चाहिँ म धुलो खुर्सानी पनि राखेर बनाउँदैछु। धुलो खुर्सानी, नुन, बेसार राखिसके पछाडि चाहिँ एकछिन त्यसलाई चलाउँदैछु साथीहरू। चलाइसकेपछि चाहिँ अब यतिको भयो हैन। यतिको भइसकेपछि चाहिँ अब एकछिन यसलाई छोपेर पकाउनु पर्ने हुन्छ। एकछिन छोपिसके पछाडि मासु लगभग रेडी भइसकेको छ। अब टमाटर राखिदिन्छु त्यसको माथिबाट। टमाटर राखिसकेपछि चाहिँ एकछिन चलाइसकेपछि अब यतिको भयो। आज चाहिँ म पिसेको मसला राख्ने छैन साथीहरू, किनकि मसँग समय छैन। त्यसैले यतिकै धुलो मसलालाई राखिदिए साथीहरू। धुलो मसला राखिसकेपछि यतिको भयो। अब एकछिन यसलाई चलाउँछु साथीहरू। मसला राखेर एकछिन चाहिँ यसलाई म चलाउँदैछु साथीहरू। चलाएर यतिको भयो। अब मसला एकछिन छोपेर पकाउँछु मसलालाई। पाकिसकेपछि चाहिँ मेरो मासु रेडी भयो साथीहरू।